Hello everyone, welcome to मेरो स्कुल प्लेटफर्म। यस भिडियोमा हामी कम्पलसरी म्याथ क्लास 9 को च्याप्टर ज्योमेट्री प्यारालेलोग्रामको बारेमा जान्न गइरहेको छौं। र प्यारालेलोग्राम भनेको पनि के हो त हाम्रो एउटा टाइप अफ क्वाड्रिलेटरल हो। र धेरै थरीका क्वाड्रिलेटरलहरु हुन्छ जस्तै कि ट्रापेजियम, त्यसैगरी रेक्ट्याङ्गल, स्क्वायर, रोम्बस र प्यारालेलोग्राम आफै पनि के हो त एउटा क्वाड्रिलेटरल हो। सो फर्स्टमा हामी यहाँ क्वाड्रिलेटरल भनेको के भन्ने कुरा जानौं, त्यसपछि हामी डिफरेन्ट टाइप्स अफ क्वाड्रिलेटरल्सहरु डिस्कस गर्ने छौं र आफ्टर दैट ओन्ली हामी प्यारालेलोग्रामको बारेमा जान्ने छौं। सो फर्स्टमा हामी जानौं क्वाड्रिलेटरल भनेको के त। जस्तो कि ट्रायंगल भन्ने बित्तिकै हामीलाई के थाहा छ त, तीनवटा साइड भयो भने ट्रायंगल हुन्छ र क्वाड्रिलेटरल भनेको बेसिकली चारवटा साइड मिलेर बनेको छ भने त्यसलाई हामी के भन्छौं क्वाड्रिलेटरल। सो चारवटा लाइन सेगमेन्ट्स मिलेर कुनै पनि एउटा क्लोज फिगर अथवा भनौं बाउन्डेड फिगर बन्छ भने त्यसलाई हामी भन्छौं क्वाड्रिलेटरल। सो क्वाड्रिलेटरल भनेको क्लोज प्लेन फिगर जुन चाहिँ चारवटा स्ट्रेट लाइन सेगमेन्ट्स बाउन्ड गरेर बनेको हुन्छ। जस्तो कि यहाँ हेरौं, यो भयो हाम्रो क्वाड्रिलेटरल एबीसीडी। सो हाम्रो यो दिएको फिगरमा के भयो त, एबीसीडी भनेको क्वाड्रिलेटरल हो। सो यहाँ हामी लेख्छौं इन द फिगर एबीसीडी इज अ क्वाड्रिलेटरल। अब जस्तो यहाँ हेर्नु, यहाँ हामीसँग क्वाड्रिलेटरल छ हो। अब हामीले यो क्वाड्रिलेटरलको एरिया हामीले निकाल्नु पर्ने छ भने कसरी निकाल्न सक्छौं त, त्यसको लागि हामी यहाँ डायगोनल ड्रा गरौँ। जस्तो कि हामीसँग छ यहाँ यो बीडी डायगोनल। अब यो डायगोनलमा हामी यहाँ यो दुवै साइडबाट स्ट्रेट लाइन ड्रा गरौँ। सो यहाँ हेरौँ त हाम्रो यहाँ दुईवटा भर्टिसेसबाट हामीले यहाँ परपेन्डिकुलर लाइन ड्रा गर्यौं डायगोनलमा, जसको हाइट के छ त h1 र h2। सो यो कन्डिसनमा हाम्रो यहाँ के हुन्छ त, एरिया अफ क्वाड्रिलेटरल एबीसीडी इज इक्वल्स टु हाफ डायगोनल इन्टु सम अफ परपेन्डिकुलर drawn from opposite vertices to the diagonal। सो यहाँ हामीले h1 र h2 किन ड्रा गरेको भन्ने कुरा पनि अब हामीले थाहा पायौं। सो यहाँ बेसिकली हाम्रो एरिया अफ क्वाड्रिलेटरल एबीसीडी भनेको के रहेछ त, हाफ डायगोनल इन्टु सम अफ परपेन्डिकुलर ड्रन फ्रम अपोजिट भर्टिसेस टु द डायगोनल। सो दैट मीन्स यहाँ के भयो त, देयरफोर एरिया अफ क्वाड्रिलेटरल ABCD is equals to half। सो यहाँ हाम्रो डायगोनल के छ, BD। सो हाफ BD इन्टु यहाँ के भनिएको सम अफ परपेन्डिकुलर ड्रन फ्रम अपोजिट भर्टिसेस टु डायगोनल। सो दैट मीन्स यहाँ के हुन्छ h1 र h2। सो h1 प्लस h2 यो भनेको हाम्रो के रहेछ त, एरिया अफ क्वाड्रिलेटरल निकाल्ने फर्मुला। सो क्वाड्रिलेटरलको बारेमा हामीले जान्यौं। अब क्वाड्रिलेटरल अन्तर्गत नै हामी यहाँ टाइप्स अफ क्वाड्रिलेटरल हेर्छौं। सो अर्को हामीसँग यहाँ क्वाड्रिलेटरलको टाइप्स छ ट्रापेजियम। सो यहाँ हेरौँ, हामीसँग छ ट्रापेजियम PQRS र यहाँ हाम्रो अपोजिट साइड्सहरु प्यारलल हुन्छ। जस्तो कि एउटा मात्रै पेयर हाम्रो अपोजिट साइड प्यारलल हुन्छ, अर्थात यहाँ SR र PQ प्यारलल हुने भयो र SP र यो QR चाहिँ हाम्रो प्यारलल हुँदैन। यदि हाम्रो दुईवटा पेयर अफ साइड्स प्यारलल भयो भने त्यसलाई हामी प्यारलेलोग्राम भन्छौं। सो हाम्रो यहाँ ट्रापेजियममा जस्ट एउटा मात्रै पेयर अफ साइड चाहिँ प्यारलल हुन्छ। जस्तो कि यहाँ हामी लियौं, यो भनेको हाम्रो यहाँ छ हाइट अफ ट्रापेजियम, यसलाई इन्डिकेट गरौँ h ले। सो ट्रापेजियम भनेको बेसिकली के हो त, इट इज द टाइप अफ क्वाड्रिलेटरल in which any two opposite sides are parallel। र यहाँ हाम्रो यो फिगरमा त के छ, इन द फिगर अथवा भनौं इन द ट्रापेजियम PQRS यहाँ हाम्रो प्यारलल छ SR प्यारलल टु PQ। र जुन हाम्रो यहाँ यो ट्रापेजियममा प्यारलल साइड्स हुन्छ, त्यो प्यारलल साइड्सलाई हामी बेस भन्छौं। अर्थात यो फिगर अनुसार यहाँ बेसेस चाहिँ के रहेछ त, PQ र त्यसैगरी SR। त्यसैगरी अर्को टर्म युज हुन्छ यहाँ लेग्स।
सो लेग्स भनेको बेसिकली यहाँ जुन नन प्यारलल टर्म्स छ त्यसलाई लेग्स भनिन्छ अर्थात् PS र QR चाहिँ के भयो यहाँ लेग्स। जस्तो कि यहाँ यो हाम्रो दुईटैको यो PS र QR को मिड पोइन्टबाट पास भएको लाइन छ यो। जस्तो मानौ यसलाई हामी यहाँ नाम दिउँ XY। सो यो भनेको चाहिँ हाम्रो मिडियन हुन्छ। यो मिडियनले के गर्छ यो ट्रापेजियमलाई 2 इक्वल हाफमा डिभाइड गर्छ। सो यो भनेको हाम्रो भयो यहाँ मिडियन। र त्यसैगरी हाइट भनेको हामीले यहाँ फिगरमा देख्न सक्छौं जुन यो H ले इन्डिकेट गरेको छ। जस्तो कि यसलाई नाम दिउँ AB। सो यहाँ यो AB भनेको चाहिँ के भयो हाइट भयो र जसको भ्यालु हामीले यहाँ इन्डिकेट गरेको छौं H ले। सो यो भनेको भयो हाइट अफ ट्रापेजियम। सो यहाँ हामीले डिफ्रेन्ट टर्म्सहरुको बारेमा जान्यौं। अब हेरौं एरिया अफ हामीले ट्रापेजियम कसरी निकाल्ने हो त। सो एरिया अफ ट्रापेजियम इज इक्वल्स टु हाफ हाइट इन्टु सम अफ बेसेस। सो हाफ भयो हाइट भनेको यहाँ कति छ त H छ इन्टु बेस को सम अर्थात् यहाँ बेसिस के छ PQ र SR। सो यहाँ हुन्छ PQ प्लस SR। सो यो भनेको भयो हाम्रो यहाँ एरिया अफ ट्रापेजियम निकाल्ने फर्मुला। सो एरिया अफ ट्रापेजियम निकाल्ने फर्मुला हाम्रो के रहेछ त हाफ हाइट इन्टु सम अफ बेसेस। सो ट्रापेजियमको एरिया निकाल्ने फर्मुला हामीले यहाँ हेर्यौं। अब हेरौं अर्को क्वाड्रिलेटरल प्यारालेलोग्रामको बारेमा। सो यहाँ हेरौं प्यारालेलोग्राम भन्ने बित्तिकै हामीले जस्तो कि ट्रापेजियममा भनेका थियौं दुईवटा साइड्स प्यारलल हुन्छ हो। सो यहाँ प्यारालेलोग्राममा चाहिँ के हुन्छ त हाम्रो अपोजिट साइड्सहरु अर्थात् यो एउटा पेयर भयो हाम्रो यहाँ प्यारलल हुन्छ र त्यसैगरी यो अर्को जुन यहाँ छ अपोजिट साइड यो पनि प्यारलल हुन्छ। सो यस्तो क्वाड्रिलेटरललाई हामी के भन्छौं त प्यारालेलोग्राम भन्छौं। जस्तो कि यहाँ नाम दिउँ ABCD। सो यो ABCD भनेको हाम्रो यहाँ के भयो त प्यारालेलोग्राम जसमा AB प्यारलल टु CD छ र अर्को भनेको AD प्यारलल टु BC। सो यसलाई हामी डिफाइन गर्छौं भने यो भनेको के भयो त इट इज द टाइप अफ क्वाड्रिलेटरल इन व्हिच opposite sides are parallel। So basically parallelogram मा हाम्रो के हुँदछ त opposite sides हरु parallel हुन्छ। अब यहाँ यो A र C vertex लाई जोइन गराउँ। त्यसैगरी यो B र D लाई यो भयो यहाँ O intersecting point। So यो र यो इक्वल हाफ हुन्छ त्यसैगरी यो र यो इक्वल हाफ। So that means हाम्रो यहाँ डायगोनल्स हामीले एक आपसमा यसरी इन्टरसेक्ट गराउँदाखेरि O मा मिट हुँदो रहेछ जसले चाहिँ के गराउँछ त इक्वल हाफमा डिवाइड गर्छ। सो हाम्रो प्यारालेलोग्रामको केही फिचर्स हुन्छ जस्तो कि प्यारालेलोग्राम भन्ने बित्तिकै जहिले पनि हाम्रो अपोजिट साइड्स आर इक्वल एन्ड प्यारलल। त्यसैगरी अपोजिट साइड सँगसँगै अपोजिट एंगल्सहरु पनि प्यारालेलोग्राममा इक्वल हुन्छ। सो अपोजिट एंगल्स अफ प्यारालेलोग्राम आर इक्वल। त्यसैगरी प्यारालेलोग्रामको डायगोनल्स के हुन्छ एक आपसमा बाइसेक्ट गर्छ। सो यहाँ हामी भन्न सक्छौं डायगोनल्स अफ प्यारालेलोग्राम बाइसेक्ट इच अदर। सो यो भयो हाम्रो केही प्रपर्टिज अफ प्यारालेलोग्राम। र यदि हामीले प्यारालेलोग्रामको एरिया निकाल्नु पर्ने छ भने एरिया अफ प्यारालेलोग्राम इज इक्वल्स टु बेस इन्टु हाइट। जस्तो कि हाम्रो यो फिगरमा हामी यहाँ बेस त लिन सक्छौं कुनै एउटा साइड हो। अब यहाँ हाम्रो हाइट दिएको छैन सो हामी जस्तो कि यहाँ हाइट कन्स्ट्रक्ट गरौँ। मानौ यो भयो हाम्रो हाइट H र जस्तो यहाँ नाम छ DT। ओके सो यहाँ के हुने भयो त अब बेस भनेको AB इन्टु यहाँ हाम्रो यो हाइट जुन छ यो हाइट कन्स्ट्रक्ट गरेको भनेको हाम्रो AB लाइनमा हो। सो बेस यो AB हुन्छ र हाइट हुन्छ यहाँ DT। सो दैट मिन्स यहाँ एरिया अफ प्यारालेलोग्राम भयो AB इन्टु DT। सो बेसिकली हाम्रो प्यारालेलोग्रामको एरिया निकाल्ने फर्मुला के रहेछ त बेस इन्टु हाइट। See you in the next video. Thank you everyone.